बुवा त्यति खुसी हुनु भएन क्या बुवा? म झन् खुसी छु त। खुसी हुँदा त रुनु हुन्थ्यो। अब रुने त भरे रुन्छु एकछिनमा। खाएपछि बताइ। यो कहाँ साँडो यो ए गुन्द्रेलाको पता भए आराम बनाउनु भनेको झारेको के पढानु हो यस्तै त नि यो होइन अलिअलि त सफा गरौँ न त मानव धर्म अरे भाउजू? होइन भगवती मानव कल्याण सङ्गठन भन्छ मानव धर्मै हो। भए के धर्म हो? त्यसले चाहिँ संसारलाई प्रेम गर भन्छ क्या। नकामुक्त र संसारमुक्तबाट मात्रै हरेक कुराको सम्भव छ, सत्यको सम्भव छ भन्छ। समाज परिवर्तनको सम्भव छ भन्छ। जहाँ रसी खाएर चाहिँ हामी समाज परिवर्तन गरिँदैन भन्ने कुरा सिक्छ क्या। सकिगयो नि, त्यति भनेपछि त सकिगयो नि। त्यस्तो हो गौरी भाइ। अनि यसमा कुनै त्यस्तो फेरि माता साता त्यस्तो के होइन। माताहरू भएन त नि? माता हुँदैन। मानव धर्म म उठ्ने बेलामा चाहिँ अलिकति खाएर सुतेको त उज्यालो भएकै हाले बासेको कानले सुन्छ, आँखा उग्रेन। मैले जानेको चाहिँ सबैभन्दा ठुलो धर्म चाहिँ आत्मधर्म हो। त्यही आत्मा नै हो बुवा। आत्मधर्म हो। त्यसो भएपछि मैले जानेको अहिलेसम्म मेरा छोराछोरी जति भएका कहिले झगडा गर्दैनौँ, मिला हो त्यही गर्न भन्छ यो धर्मले। मात्रै छ होइन। झगडा नगर, त्यही कुराको लोभ नगर भन्छ। त्यही चाहिँ मलाई खुसी लाग्यो। अब त्यो त कहिले कहिले त पर्न सक्छ होला नि त। होइन मैले चाहिँ सुनेको छुइनँ। मेरा छोरा बुहारी भएका अहिलेसम्म तोर्तमोमो गरेर बाँधेको चाहिँ मैले विकट सुनेको छुइनँ। त्यो बाँध्नु नपरोस् त्यस्तै पनि